क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति धादिङले संसदीय व्यवस्था असफल भइरहेको दावी गर्दै आगामी संसदीय निर्वाचनलाई सशक्त रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ। पार्टीले आज धादिङ उद्योग वाणिज्य संघको सभाहालमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत उक्त घोषणा सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा संसदीय लोकतान्त्रिक गणतन्त्रको जनताको वास्तविक समस्या समाधान गर्न नसकेको उल्लेख गरिएको छ। पार्टीले 2082-83 को जनआन्दोलन र जनयुद्धबाट स्थापित उपलब्धिहरूलाई हालको संसदीय व्यवस्थाले उल्टाएको आरोप लगाएको छ। संविधान कानून र राज्य संयन्त्र जनताको हित भन्दा सत्तारूढ दल दलाल पुँजीवादको सेवामा केन्द्रित रहेको दावी पनि विज्ञप्तिमा लेखिएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वर्तमान सरकारलाई कठपुतली सरकारको संज्ञा दिँदै जनयुद्धका मर्म र भावना विपरीत सत्ता सञ्चालन भइरहेको बताएको छ। विज्ञप्तिमा उल्लेख गरिए अनुसार दलहरू बीचको सत्ता गठबन्धनले राष्ट्रिय स्वाधीनता, जनजीविका र लोकतान्त्रिक मूल्यलाई कमजोर बनाएको पार्टीको ठहर छ। आगामी संसदीय निर्वाचन मार्फत जनताको वास्तविक प्रतिनिधित्व नहुने भन्दै पार्टीले यसलाई अस्वीकार गरेको छ। निर्वाचन प्रक्रियाबाट निर्वाचित प्रतिनिधित्वहरू समाजवाद र राष्ट्रिय हितको पक्षलाई नभई विवादवाद र साम्राज्यवादको प्रतिनिधित्व मात्र हुने पार्टीको दावी छ। विज्ञप्तिमा समाजवाद र वैज्ञानिक समाजवादको स्थापना देशको वैकल्पिक मार्ग भएको उल्लेख गर्दै यसका लागि संयुक्त सरकार गठन, जनसंघर्ष र नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्न आम जनसमुदायलाई आह्वान गरिएको छ। पत्रकार सम्मेलनको अन्त्यमा पार्टीले न्यायप्रेमी जनता, मजदूर, किसान, युवा तथा बुद्धिजीवीहरूलाई संसदीय निर्वाचन बहिष्कार गर्दै जनसंघर्षको सहभागी हुन आग्रह गरेको छ। सबभन्दा पहिला म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कसरी भन्नु भन्ने प्रसङ्गमा जान्छु। यहाँले बुझ्नु पनि भएको छ थोरै अलिकति। यो हामी फागुन 2052 सालदेखि जनयुद्ध गर्दै आएको पार्टी, त्योभन्दा अगाडि पनि सङ्घर्ष, आफ्नो किसिमको सङ्घर्ष गर्दै आएको पार्टी। अहिले जो त्यति बेला माओवादी होइन, नेकपा माओवादी, अहिले त्यो पार्टी एकजना नेता दिइरहेको नेतृत्व गर्नुभएको कमरेड प्रचण्ड, उहाँ अहिले नेपाली कम्युनिस्ट पार्टीमा हुनुहुन्छ। हामी चाहिँ अहिले हाम्रो मोहन वैद्य सरकारी अवस्थाका त्यही पार्टीका नेता मोहन वैद्य किरण, जो चाहिँ अहिले त्यो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा हुनुहुन्छ। हामीले 52 सालमा जनयुद्ध सुरु गरिरहँदा यो देशमा जनवादी क्रान्ति सफल पार्ने भन्ने उद्देश्यले हामीले क्रान्ति सुरुवात गरेका छौँ तत्कालीन बेलामा। त्यो जनवादी क्रान्ति हामीले भनेको के थियो भने पुँजीवादी जनवादी क्रान्ति भन्छ। त्यो भनेको त्यति बेलाको अवस्था एउटा खालको सामन्तवादले भर गरेको, सामन्तवादले शासन सत्ता प्रदान गरेको, वैदेशिक हस्तक्षेप औपनिवेशिक जस्तै देखिने। त्यति बेला सेना प्रहरी चाहिँ भनौँ न बत्ती देखाएर, बन्दुक देखाएर नेपालमाथि करिब विदेशीहरूको हस्तक्षेप जमाइरहेको अवस्था थियो। अलिअलि चाहिँ तपाईँको नवौपनिवेशिकतातिर जाँदै जाँदै गरेको अवस्था थियो। त्यति बेला हामीले गरेको सङ्घर्ष देखि नेपालमा चिनिया मरेको क्रान्ति, नयाँ जनवादी क्रान्ति चाहिँ सम्पूर्ण गर्नुपर्छ भनेर हामी माओवादीलाई चाहिँ हामीले के चाहिँ आफ्नो चाहिँ मात्र लिनबाद माओवादीलाई नै हामीले पथ प्रदर्शक सिद्धान्त बनाएर चाहिँ हामी निरन्तर सङ्घर्ष गर्दै त्यति बेलादेखि आयौँ। हामी अब यहाँसम्म आएपछि 65-63 फेरि आन्दोलन भयो। 65-63 आन्दोलन चाहिँ के भयो भने त्यति बेला चाहिँ जब चाहिँ दल हत्याकाण्ड भयो, हत्याकाण्ड पछाडि जब दलहरूलाई नै लात हानेर राज संस्थाले जब चाहिँ निरङ्कुशता लाग्न खोज्यो, त्यसपछि यो राज संस्थाबाट बिचिएका अब काङ्ग्रेस लगायतका केही पार्टीहरू त्यही राज संस्थाको पक्षमै थिए, हुन त थिए, तर पनि उनीहरूको राजाको लात खाइसकेपछि उनीहरू पनि कम्तीमा गणतन्त्रमा जानलाई चाहिँ स्वीकार भएको अवस्था थियो र उनीहरू गणतन्त्रसम्म जानलाई उनीहरू अलिकति राजी भएर 65-63 आन्दोलन राजी भएर 7 दल तत्कालीन 7 दल अन्य पनि धेरै थिए मिलेर चाहिँ यो देशमा एउटा खालको 65-63 आन्दोलन भयो। आन्दोलनले के गर्यो त भने त्यति बेलाको राज संस्थालाई अवखार्यो। त्यति बेला के भयो त भने सामन्तवादको मूल नाइके जो भनिन्थ्यो त्यो फ्यालिसकेपछि गणतन्त्र आयो। गणतन्त्र सङ्घीय गणतन्त्र बनाउने भनेको गणतन्त्र आयो। आइसकेपछि गणतन्त्र आयो, जनताको अपेक्षा पुरा भयो कि भएन? मुख्य कुरो यो गणतन्त्रले जनताको अपेक्षा कति पुरा गर्यो, कति पुरा गरेन। यो लोकतन्त्र के थियो भने प्रजातन्त्र अथवा भनौँ बुर्जुआ गणतन्त्र हामीले भन्यौँ। यो बुर्जुआ गणतन्त्रले खासमा चाहिँ यो देशको भनौँ हित गरे गएन त
राष्ट्रियताको कुरो गरौँ। राष्ट्रियताको चाहिँ सन्दर्भ बलियो भयो कि होइन झन् कमजोर भयो त्यो कुरो हेर्नु पर्यो। जनतन्त्र होइन भने शासन व्यवस्था हेरौँ हामीले देख्यौँ त्यो राम्रो भयो सुधारेर उत्कृष्ट बन्दै गयो कि झन्झन भ्रष्ट झन्झन करप्टिभ हुँदै गयो त्यो पनि हेरौँ हामीले। त्यसपछि जनजीविकाको कुरो छ होइन दैनिक बजार वस्तु भाउ भनौँ न हाम्रो चाहिँ उत्पादन रोजगारी सबै कुरो हेर्ने भने थाहा छ त यो सङ्घीय लोकतान्त्रिक भनेको व्यवस्थाले पनि यी सबै चिजहरूलाई निकास त दिएन। हाम्रो देखियो त नि हामी जुन जनवादी सत्ता स्थापना गर्ने जनवादी क्रान्ति गर्ने भनेका थियौँ त्यहाँ त त्यति बेला तत्कालीन अवस्थाका चाहिँ अब कमरेड प्रचण्डको नेतृत्वमा भएको कारणले उहाँले नेतृत्वले पनि धोका दिइसक्यो नि त। अब त्यहाँ एउटा खालको चाहिँ सम्झौता परस्पर नीति त लिइहाल्यो त्यो लिइसकेपछि क्रान्ति धोका खायो भन्नेमा त हामी थियौँ। हामीले त्यसपछि के त नि अब प्रचण्डबाट क्रान्ति हुँदैन भन्ने देखेपछि नयाँ खालको पार्टी चाहिँ हामीले नयाँ पार्टी र क्रान्तिलाई चाहिँ निरन्तरता चाहिँ अगाडि बढाउनु भनिसक्यो। हामी क्रान्तिकारी धारले समातेर अगाडि बढिरहेको अवस्था थियो। त्यही क्रान्तिलाई अगाडि बढाइराख्दाखेरि पनि हाम्रो पार्टी फेरि विभिन्न खालका टुटफुट र विभाजनहरूको हाम्रो पार्टीले सामना गर्नु पर्यो। हाम्रो पार्टी कस्तो खालको टुटफुटको सामना गर्नु पर्यो भन्नु छ भनेदेखि एकपटक हाम्रो पार्टीबाट विप्लव कमरेडहरू उहाँहरू छुट्टै जानुभयो। उहाँहरू किन छुट्टै जानुभयो अब सायद अहिले यो ठाउँमा आइपुग्दाखेरि अब हामी सबै देखिरहेका छौँ उहाँ पनि अब चुनावमा चाहिँ हामी भाग लिन्छौँ भनेर अब कसरी चाहिँ गएर चाहिँ हामी चुनावमा चाहिँ जित्ने सिट भन्ने हिसाबले उहाँ लाग्नु भएको छ। उहाँ पनि नयाँ खालको चाहिँ संसदीय राजनीतिमा जान उद्धत हुनुहुन्छ। र नेपालमा चाहिँ एउटा क्रान्तिकारी युवाले आश गरेका नेता थिए तत्कालीन अवस्थामा विप्लव। उहाँले चाहिँ जसरी उहाँले पनि अब यो क्रान्तिको एउटा उहाँ नै गरिरहेको अवस्थामा घात गरेर उहाँ पनि आफ्नै तरिकाले जब पार्टी विभाजन गरेर जानुभयो त्यसपछि केही समय पछाडि फेरि अर्को जनयुद्धकै तत्कालका चाहिँ एकजना परिचित कमान्डर हुनुहुन्थ्यो रामबहादुर थापा उहाँले पनि पार्टी छोडेर जानुभयो। उहाँ कहाँ जानुभयो अहिले कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ अब यो पत्रकार मित्रहरूले उहाँको विषयमा अब धेरै थाहा होला। हाम्रो क्रान्ति गर्नुपर्छ भनेर अगाडि आएको पार्टी पनि हामी टुटफुट विभाजन बिहोर्दै यो ठाउँमा आइपुग्दाखेरि हामीले क्रमशः हाम्रो क्रान्तिको यात्रा हामी निरन्तर क्रान्तिको यात्रामा अगाडि बढाउँदाखेरि क्रान्तिका यात्रा चाहिँ तपाईँको त कठिन हुँदैछ। यहाँ त सबै मान्छे क्रान्ति गर्छु भनेर टिकिरहने र निरन्तरता र दृढतापूर्वक अगाडि बढ्ने सम्भावना कम नै हुँदो रहेछ। त्यो हामीले त्यो अनुभव नेपालको सन्दर्भमा अहिले गर्दैछौँ। तर पनि क्रान्ति गर्नुपर्छ भन्ने मान्छेहरूको चाहिँ भनेर क्रान्तिकारी सोच विचार सहितका चाहिँ नेताहरू अगाडि बढेर पनि केही एउटा जनताको चाहिँ बाटो जानुपर्ने जुन खालको चाहिँ एउटा वातावरण बन्ने अवस्थामा चाहिँ नेताहरूले आफै टुटफुट विभाजनले गर्दा हामी चाहिँ क्रमशः कमजोर बन्दै गएको अवस्था थियो। यति भएदेखि नेपालमा क्रान्तिकारी आन्दोलन निकै कमजोर अवस्थाबाट कुदिरहेको अवस्थामा हाम्रो पार्टीले तीनवटा पार्टी फेरि मिल्ने अवस्था बन्यो। त्यति बेला तत्कालीन अवस्थामा मोहन विक्रमले नेतृत्व गर्नुभएको नेकपा मसालबाट विद्रोह गरेर त्यहाँबाट विद्रोह गरेर सन्तबहादुर नेपालीहरूको टिम एउटा चाहिँ हाम्रो पार्टीमा समावेश हुन आउँथ्यो। त्यसभन्दा अगाडि विप्लवले नेतृत्व गर्नुभएको पार्टीबाट कमरेड धर्मेन्द्र वास्तोला कमरेड चाहिँ हेमन्त प्रकाश ओलीहरू चाहिँ एउटा एकता प्रक्रियामा उहाँहरू आउनु आइसकेपछि यो तीनवटा पार्टी हामीले मिलाएर त्यति बेलादेखि नै चाहिँ हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भनेर चाहिँ आयो। हामी यो सायद 2080 सालतिरको कुरा हो। आजभन्दा 2-3 वर्ष अगाडि यो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेर जब हामी आयौँ आइसकेपछि अब अहिले हाम्रो चाहिँ के छ भने हामी पार्टी एकता अब भनौँ न गर्दै पार्टी तलसम्म पुगिँदाखेरि जनतासँग जोडिनु हामी जनताको माझमा पुगिसकेका छैनौँ। अहिले नेतृत्व तहका नेता होइन जिल्ला तहका र केही ठाउँमा इलाका स्तरका नेताहरू भन्दा बाहेक अहिले तबसम्म मैले पत्रकार मित्रहरूसँग हामीले ढाँटेर बोल्नु हुँदैन। हामी क्रान्तिकारी आन्दोलनमा छौँ तर जनताको माझमा पुग्नलाई हामी अझै पनि सक्रिय अवस्था छैन नहुँदाखेरि हामीले के भने अहिले तुलनात्मकमा हामी कमजोर अवस्थामै हो। त्यसो हुँदाखेरि अब अहिले जुन पार्टी एकता भएको छ पार्टी एकतादेखि एउटा खालको उत्साह एउटा खालको शक्ति पैदा भएको छ र यो उत्साह र शक्ति पैदा भएसँगै हाम्रो पार्टी पनि अहिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भएको छ र यो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल धादिङ जिल्ला आज तपाईँहरूको माझमा यसरी चाहिँ उठेर यहाँ आएर उभिएर पत्रकार सम्मेलनको आयोजना गरिरहेका छौँ। अब म थोरै विषयवस्तु चाहिँ यो अहिले यो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कसरी निर्माण गर्यो यो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भन्ने विषयमा राख्ने थोरै म यहाँ पत्रकार मित्रहरूले जुन कुरा उठाउनु भएको छ यो निर्वाचन बहिष्कारको कुरो किन तपाईँ सधैँ बहिष्कार मात्र किन अनि यो संसदीय व्यवस्थाको विकल्प खोज्यो कि अथवा के हो जेएनजीको आन्दोलन कसरी उठाउनु भयो भन्ने विषय चाहिँ अब यहाँ सबैलाई थाहा छ। त्यति बेला तत्कालीन अवस्थामा केपी ओली र चाहिँ तपाईँको चाहिँ काङ्ग्रेस र एमालेको संयुक्त सरकार थियो। एमाले नेतृत्व गर्नुभएको केपी ओलीले उहाँहरूले चाहिँ के भने सामाजिक सञ्जालले यो समाजमा विकृति भित्र्याएको
होइन यो समाजले चाहिँ नि भनौँ न धेरै खालको अराजकताहरू मचाए भने सामाजिक सञ्जालहरूको चाहिँ के त भन्दाखेरि अब विदेशीहरूको उसले चल्यो यसले नेपालमा फर्क केही पनि नभइसकेपछि यो सामाजिक सञ्जाललाई चाहिँ करको दायरामा ल्याउनुपर्छ लगायतका विभिन्न कुराहरू सहित चाहिँ उनीहरूले के गर्यो त्यति बेला तत्कालीन सरकारले त्यो सामाजिक सञ्जालमाथि चाहिँ प्रतिबन्ध लगायो। प्रतिबन्ध लगाइसकेपछि यो अहिलेका युवाहरू जो जेएनजी हुनेछ यिनीहरू यही प्रविधिसँग हुर्केका उनीहरू यही प्रविधिसँगै जन्मेका हुनेछन् उनीहरूले चाहिँ के त भन्दाखेरि यो प्रविधि बन्द भएको चाहिँ उनीहरूले विरोध थियो उनीहरू सामाजिक सञ्जालमाथि चाहिँ प्रतिबन्ध लगाइनु हुँदैन भन्ने पक्ष उनीहरू थियो। त्यो भइसकेपछि के थियो यो एउटा थियो त्यति नै बेला टिकटकहरू चाहिँ चलिरहेको थियो नेपु किड्सको एउटा चाहिँ आन्दोलन आयो नेताका छोराछोरीहरू होइन उनीहरूको जीवनशैली उनीहरू नेताले चाहिँ कमाएका सायद त्यो केस चाहिँ नि यो हाम्रो शेरबहादुर देउवाको छोरा यो जसले हिल्टन होटलको माथि चाहिँ लगानीको कुरा गरेर उठाएर सायद त्यो पनि विषय हो अरू नेताका छोराहरू विदेशमा पढ्ने विदेशमा चाहिँ एकदम शान्त जीवन जिउने भन्ने विषय आइसकेपछि यिनै विषयवस्तु सायद समेटेर होला नेपको विषय पनि उठिरहेको सायद त्यति नै विषय राखेर जेएनजी आन्दोलन सुरुवात भएको 23 गते त्यही नै विषय थियो खासमा आन्दोलन सुरुवात हुनुको जेएनजी आन्दोलन सुरुवात हुनुको कारण चाहिँ यही नै थियो। त्यो जेएनजीले आन्दोलन त्यही विषयमा उठाएर गरे तर पछि क्रमशः भयो के त भन्दाखेरि अब त्यसपछि अब यो जेएनजीहरूको आन्दोलनमाथि चाहिँ अब त्यहाँ घुसपैठ भयो। अब घुसपैठ भइसकेपछि के हो त भन्दाखेरि त्यहाँ विभिन्न मागहरू आए सिंहदरबार जल्यो होइन विभिन्न भ्रष्टहरूका घरहरू जले होइन राष्ट्रपति निवास आफै जल्यो प्रधानमन्त्री देशका प्रधानमन्त्री जस्तो मान्छे कुर्सी छोडेर भाग्नुपर्ने अवस्था बन्यो। त्यो आन्दोलन यस्तो अवस्थामा पुग्यो कि युवाहरू देशका यसरी चाहिँ जागे कि त्यो भलाइ त्यो आन्दोलनको नेतृत्व जेएनजी आन्दोलनको छ नि अघिल्लो दिन 23 गतिसम्मको आन्दोलनलाई हेर्दाखेरि चाहिँ त उनीहरू एकदम स्वतन्त्र एकदम आफ्नो भनौँ न यो सामाजिक सञ्जाल लगायतका माथि प्रतिबन्ध हटाउन यो सरकार झुकाएर छोड्न हामी जसरी पनि भन्नेमा थियौँ। तर जब चाहिँ त्यहाँ यो तत्कालीन चाहिँ तपाईँको सरकारले चाहिँ जब चाहिँ ती युवाहरूमाथि गोली चलन गर्न बन्यो त्यसपछि त पुरै भिड आक्रोशित भयो र त्यो आक्रोशित भिडलाई चाहिँ के त भन्दाखेरि अब यहाँ चाहिँ नि त्यो भिड भएको अवस्थामा विभिन्न अब शक्ति केन्द्रहरू नेपालकै घरेलु खालका चाहिँ प्रतिक्रियावादीहरू सबैले चाहिँ यो आन्दोलनमा घुसपैठ गरे र सबैले आफ्नो स्वार्थ सिद्ध गर्नको लागि यो देशलाई तहस नहस पार्ने गरी केही भ्रष्टाचारीहरूलाई कारवाही गर्ने सन्दर्भको केही भ्रष्टाचारीहरूको चाहिँ नि तपाईँको चाहिँ नि गर्ने कुरो सिकैसम्म थियो तर देश नै तहस नहस पार्ने गरी जुन खालको चाहिँ वातावरण बन्यो यो वातावरणले चाहिँ के त भन्दाखेरि अब अहिले त्यति बेलाको सरकारले अपदस्थ गर्यो सरकार अपदस्थ भयो ठिकै थियो राष्ट्रपति थिए होइन के अरे केपी ओली कुर्सी छोडेर भागेका थिए होइन कुर्सी छोडेर भागिसक्दाखेरि पनि काम चलाउ सरकार उनले प्रधानमन्त्रीबाट राजीनामा दिएको थियो राष्ट्रपति पद खोजेका थिएन